कहिलेकाहीँ यसरी खारे राइस बनाएर खानुभएको छ कि छैन? खानुभएको छैन भने ट्राई गर्नु होला, यस्तो मिठो हुन्छ अनि बनाउन पनि यति सजिलो, यति चाँडै हैन। म त पल्किए। यसमा चाहिँ मसला केही पनि हाल्नु पर्दैन। मैले चाहिँ 5 फुरन, अलिकति लसुन र अनि प्याज फुराएँ। यो चाहिँ अप्सनल हो, नफुराउँदा पनि हुन्छ। यसमा त बोनलेस चिकन दिएँ अनि त्यसपछि आलु अनि छ भने चाहिँ गाजर पनि एकदम मिठो हुन्छ गाजर हाले पनि अनि मुला के भेजिटेबल छ हाल्न मिल्छ हैन। मसँग चाहिँ अरू केही रहेनछ अहिले चाहिँ चिकन अनि आलु अनि क्याप्सिकम रहेछ अनि क्याप्सिकम पनि हालेँ। यसमा हामीले यति बाहेक अरू केही मसला हाल्नु पर्दैन। जस्ट अहिले पछिबाट चाहिँ नुन यसो चाखेर नुन कतिको लाग्छ लाग्दैन हैन, कति झोल बनाइन्छ अनि त्यही अनुसारले त्यति नुन मात्रै हालेर हुन्छ, अरू केही हाल्नु पर्दैन। यतिको भुटिसकेपछि चाहिँ अलिकति पानी हालेर ढक्कन लगाएर छोपेर पकाउने, भक 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 उमाल्ने अनि हाम्रो रेडी हुन्छ। अनि मैले चाहिँ थोरै नुन नलागे जस्तो लागेर थोरै नुन एड गरेँ। यति भएपछि हाम्रो हेल्दी छिटो मिठो रेसिपी खारे राइस रेडी हुन्छ। थ्याङ्क यू फर वाचिङ। बाई बाई।